आदरणीय गुरुवर्गहरू, मेरा प्यारा साथीहरू र उपस्थित सबै महानुभावमा मेरो नमस्कार। म शाश्वत त्रिवेदी आज विश्व वातावरण दिवसको अवसरमा रुख बचाऊ पृथ्वी बचाऊ भन्ने विषयमा केही कुरा गर्न गइरहेको छु। वास्तवमा रुखहरू हाम्रा प्रिय साथीहरू हुन्। रुखबाट हामीले अक्सिजन प्राप्त गर्दछौँ जुन हाम्रो लागि सास फेर्न प्रयोग हुन्छ। यदि रुख नहुने हो भने हामी बाँच्न सक्दैनौँ। रुखहरूले हामीलाई गर्मीमा जोगाउनको लागि छाया दिन्छन्, स्वास्थ्य रहनको लागि र भोक मिटाउनको लागि फलहरू दिन्छन्, पानीबाट र उडीबाट जोगाउँछन् र यिनीहरू जनावरको घर पनि हुन्। वातावरण सफा राख्नको महत्त्वपूर्ण भूमिका हुन्छ। यिनीहरूले धुलो धुवा कम गर्न पनि मद्दत गर्छन्। हामीले रुख काट्यौँ भने वातावरण खल्बनिन्छ, जसको कारण बाढी पहिरो आउँछ, सुक्खा पर्छ र जङ्गली जनावरहरू पनि घरविहीन हुन्छन्। त्यसैले हामी सबैले रुखहरूलाई जोगाउनुपर्छ। हामीले हरियाली वातावरण बनाउनको लागि नयाँ रुख रोप्नुपर्छ। रुख रोप्यो भने हाम्रो गाउँ, विद्यालय र घर सुन्दर देखिन्छ। त्यसैले हामी सबैले आफ्नो जन्मदिन, बिदा वा विशेष पर्वमा रुख रोपौँ। हामी साना बालबालिकाले पनि रुखहरूलाई हेरचाह गरौँ, रुखमा पानी हालौँ, फोहोर नफालौँ र रुख विनाश गर्न नदिऊँ। अन्तिममा रुख बचाऊ पृथ्वी बचाऊ। हामी सबै मिलेर वातावरणको रक्षा गरौँ। विश्व वातावरण दिवसको शुभकामना। धन्यवाद।